Siapa ini Mas? Ya, tahun mualnya lah. छोड़ दे उनके Siapa ini Mas? Ya, tahun mualnya lah.
छ लाइभ दृश्य हो। त्यतिखेर काठमाडौँ साँच्चीकै अशान्त बनिएको छ। दृश्यमा नेपाल सरकारले आर्मी परिचालन गर्ने निर्णय गरेको छ। यहाँ आर्मीहरू परिचालन भइरहनु भएको छ। यहाँ अन्तमा आर्मी परिचालन गर्ने निर्णय छ। यहाँ आर्मीको बाक्लो तैनाथी देख्नुहुन्छ, बाक्लो धुवा देख्नुहुन्छ। उहाँहरू आर्मीहरू सङ्कटकाल लागिसकेको अवस्था हो। आर्मी तब मात्रै सडकमा आउँछ जब देशमा सङ्कटकाल लाग्छ। अहिले देशमा सङ्कटकालीन अवस्था छ। यो सरकारले देशमा यस्तो अवस्था आउँछ भन्दा हामीले परिकल्पना गरेका पनि थिएनौँ। अब हेर्नुहोस् त देश कहाँ पुग्यो। आर्मी सडकमा परिचालन भइसकेका छन् भन्नेको मतलब एकदम के भइरहेको छ हामी केही पनि थाहा पाउन सकिरहेका छैनौँ। के हुन खोजिरहेको छ र के हुनेवाला छ भन्ने कुरा पनि अहिलेसम्म आम नागरिकहरू शङ्काको दृष्टिकोणमा बसिरहेका छन्। हेर्नुहोस् आज काठमाडौँको सडकमा आर्मी परिचालन भएको छ। सम्भवतः ६५-६३को आन्दोलन पश्चात पहिलो क्षण हो जतिखेर काठमाडौँको सडकमा आर्मीहरू यसरी हात हतियार सहित प्रस्तुत हुनुभएको छ। देशमा सङ्कटकालको घोषणा भइसकेको छ। आर्मीहरू सङ्कटकालीन अवस्थामा मात्रै आउने हो। अब नागरिकहरू निर्वाध ढङ्गले हिँड्न पाउने छैनन्, नागरिकहरू निर्वाध ढङ्गले बस्न पाउने छैनन्। मान्नुहोस् सडकमा आर्मी आए भन्नेको मतलब यो देशको अवस्था, यो देशको व्यवस्था एकदमै जटिल अवस्थामा छ भन्ने कुराको राम्रो सङ्केत हो। आर्मीहरूको यहाँ छ, आर्मीहरू केही आर्मीहरू यहाँबाट एउटा आर्मीको टोलीले यहाँ निष्पत्ति गरिरहेको छ। त्यो आर्मीको टोली त देखिन्छ। काठमाडौँको प्रहरीमा आर्मी परिचालन भइसकेको छ। यो आर्मीको ठुलो लामो लाइन छ। यहाँबाट नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बाटोमा एउटा गाडी पनि जलेको छ। यो तिनकुने चोकको दृश्य हो। दुईटा गाडी जलाइएको छ बाटोमा। निकै अशान्त, निकै आक्रोशित पूर्ण जनताहरूले विभिन्न ठाउँमा विभिन्न आगजनी गरिरहेका छन्। विभिन्न ठाउँमा समस्याहरू भोगिएको छ। थुप्रै समस्याहरू देख्नु भएको छ। यहाँ पारिपट्टि आन्दोलनकारीहरूको एउटा जुलुस छ। यहाँ गोली पनि चल्न सक्ने निकै सम्भावना छ है। आर्मीले गोली पनि चलाउन सक्ने सम्भावना पनि उत्तिकै छ। जतिखेर पनि गोली चल्न सक्छ। यो अवस्थाबाट पनि हामी अलि सचेत बन्नुपर्छ। त्यसर्थ म आफ्नो ज्यानको प्रवाह नगरिकन तपाईँलाई सत्य जानकारी दिनुको निमित्त मात्र आएको हो। यहाँ आर्मीहरूले अघि पनि गोली चलाउन आदेश हुन सक्छ भनेर आइसकेको छ। स्थानीय प्रशासन ऐनले पनि गोली चलाउन सकिन्छ भनेर आदेश दिइसकेका छ। नागरिकहरूको रगत बग्न सक्छ, रगतको होली खेलिन सक्छ, रगत बग्न सक्छ। तर यो रगतको मूल्य तिर्ने कसले? आम नागरिकहरू सरकारसँग असन्तुष्ट भएर यो देशमा बाँच्न दे सरकार भनिरहँदा आज नागरिकलाई मार्नको निमित्त यसरी प्रहरी र आर्मी परिचालन गरिएको छ भने योभन्दा बढी दुःखदायी क्षण के हुन सक्छ नागरिक हो। यो सबभन्दा बढी विडम्बनाको क्षण हो। यो बानेश्वरको दृश्य हो। यो बानेश्वरको तत्कालीन लेटेस्ट दृश्य हो। यो यसरी काठमाडौँको सडकमा आर्मी परिचालन भएको मैले अहिलेसम्म देखेको छुइनँ। सर हजुर सर हजुर यता आइसक्यो नि फेरि निस्किसक्यो नि। त्यहाँ जानु दिएन उताबाट क्रस गरिसकेर म मेरो लाइभमै छु। ठ्याक्कै आर्मी परिचालन गरेर छ। आर्मीहरू बसिरहेको छ यहाँ मेरो लाइभ हेरेर त्यसको गरिदिनु मैले यो ठ्याक्कै यो बानेश्वरमा हजुर
बुझिन के भन्नुभयो हजुर यो दृश्य बानेश्वरको दृश्य हो कस्तो लागिरहेको छ हाम्रो भाइहरूलाई आज यसरी काठमाडौँको सडकमा आर्मीहरूको परिचालनालाई के भन्नु छ तपाईँहरूले राम्रो भइरहेको छ राम्रो भएको छ सबै साथीहरू सबै नागरिकहरू एकदम त्रसित मुद्रामा छन् यहाँ सबै के हुने हो कसो हुने हो भनेर यहाँ डराइ बसिरहेका छन् मैले यस्तो दृश्य अहिलेसम्म देखाएको थिइनँ यस्तो दृश्य मैले अहिलेसम्म देखाएको थिइनँ आर्मी एकदमै हाई अलर्टमा छ आर्मीको एउटा टोली नै यहाँ आएको छ आर्मीको यो टोली तपाईँले मैले अझ अगाडि गएर देखाउँछु यो आर्मीको गाडी हो यो ठ्याक्कै बानेश्वरबाट कोटेश्वरबाट द्वारको आउने ठाउँको दृश्य हो यो यहाँबाट यता यो भक्तपुर पर्छ ललितपुर पर्छ काठमाडौँ पूर्ण रूपमा नाकाबन्दी कर्फ्यू आदेश जारी भइसकेको छ काठमाडौँमा भने यो ठाउँमा चाहिँ कर्फ्यू आदेश जारी भएको छैन यो अतिखेर हामी टेकेको भूमि चाहिँ ललितपुरको भूमि हो आर्मीको यहाँ एउटा ठुलो आर्मीको त्यो के भन्छ त्यसलाई त्यो बम हान्ने जस्तो गोली हान्ने जस्तो एउटा ठुलो त्यो बङ्कर नै यहाँ हिँडेको छ हेर्नुहोस् काठमाडौँको सडकमा आर्मीको बङ्कर हिँडेको छ हेर्नुहोस् तपाईँलाई म देखाउँछु लाइभ देखाइरहेको छु काठमाडौँको सडकमा आर्मीको बङ्कर हिँडिरहेको छ काठमाडौँको लाइभ दृश्य हो यो बङ्कर हिँडिरहेको छ यहाँ देख्नुहुन्छ यो माओवादीहरू सशस्त्र जनयुद्धको पालामा जसरी आर्मीहरू सडकमा निस्केर जनतालाई एउटा त्रासित मुद्रामा बनाइरहेका थिए त्यही अवस्था छ यहाँ जनताहरू कतिखेर के हुन सक्ने अवस्था कहीँ पनि छैन सब आर्मीको हातमा बन्दुक छ त्यसैरहेका छन् किन ट्याङ्कर ट्याङ्करै हो यो कतिखेर के हुन सक्छ भन्ने अवस्था पनि छैन यो निकै हिंसम लाग्यो तपाईँहरूलाई निकै आर्मीको ट्याङ्करहरू यो बङ्करहरू हो देख्नुहुन्छ तपाईँहरूले हामी यहाँ नागरिकहरू बस्नु पनि सुरक्षित चाहिँ छैन त्यसैले हामी यो बङ्कर हो आर्मीको बङ्कर सहित यहाँ प्रस्तुत भएका छन् हातमा राइफल छ जुम गरेर हेर्नु पुगिरहेको छु यस्तो दृश्य डरलाग्दो दृश्य र जनताहरू डराइरहेका छन् दृश्य देशले चाहेको थिएन देशले खोजेको थिएन र देशको सरकारले अहिले यस्तो दृश्य ल्याइदिएको छ जनता घरमा पनि आनन्दले सुत्न सकिरहेका छैन आर्मीको अर्को ट्याङ्कर पनि आएको छ उताबाट आर्मीको अर्को ट्याङ्कर पनि आएको छ जुम गर्न अलिक मिलिरहेको छैन मैले जुम गर्ने कोसिस चाहिँ गरेको छु तर जुम चाहिँ अलिक गर्न सकिरहेको छैन यहाँ
सबभन्दा खतरनाक, सबभन्दा डराउने, सबभन्दा गाह्रो, सबभन्दा त्रासयुक्त दृश्य यतिखेर काठमाडौँमा देखिएको छ। यो जनताले अपेक्षा गरेको दृश्य थिएन। सम्भवतः यो देखिरहँदा यो सरकारको आयु त्यति लामो समय छ, ठिक छ जस्तो चाहिँ मलाई लाग्दैन। सबै हात-हातमा सबैको बन्दुक छ, तेर्साइरहेका छन्। ती बन्दुकहरू जनताको छातीमा नलागोस्, बन्दुक भ्रष्टको छातीमा लागोस्, यति मात्रामा आर्मीहरूलाई अनुरोध गरिरहेको छु अगाडिबाटै। पारिपट्टि बन्दुक, पारिपट्टि गोली पड्केको छ, पारिपट्टि फेरि गोली पारिपट्टि गाडीदेखि भएको यो दृश्यमा त दुईवटा गाडी चलिरहेका छन्, गोलीको आवाज पनि आइरहेको छ। गोलीको आवाज पनि यहाँ सुनिन्छ। पारिपट्टिको अलि पारी यो ठाउँमा चाहिँ गोलीको आवाज सुनिएको छ। दुईवटा गोलीहरू पनि यहाँ पड्केको हामीले सुनेका छौँ। गाडी फेरि यहाँ फर्किने क्रममा छ। गाडी उता पनि आगो लागेछ। त्यो एमालेको पार्टीकारले यता एमाले पार्टीकारले यता त्यो त महाराष्ट्र नेपालको घर पनि महाराष्ट्र नेपालको घर एमालेको पार्टी कार्यालय, समाजवादी पार्टी कार्यालय छोडिसक्यो नि। समाजवादी पार्टी कार्यालय सब सकाइसक्यो। माओवादीको पार्टी कार्यालय पनि અહીં चाहिँ तोडफोड भइसकेका थियो। खतरनाक त्यसको परिणाम त हुन्थ्यो। यस्तो अवस्था पनि जनतालाई देख्नुपर्ने अवस्था आयो। आज सेनाहरू नागरिकको छातीमा गोली हान्नको लागि बन्दुक तेर्साएर बसिरहेका छन्। सबभन्दा विडम्बनाको अवस्था हो। म आग्रह गर्न चाहन्छु नेपाल आर्मीलाई, तपाईँको गोली नागरिकलाई कहिले पनि नलागोस्, नागरिकको छातीमा कति पनि नलागोस्, त्यो गोली भ्रष्टको छातीमा लागोस्। जनताले तपाईँलाई हाई गर्न सक्छ। अर्को पनि आएको छ ट्याङ्कर, उताबाट फेरि आर्मीको ट्याङ्करहरू आउने क्रम पर्दछ। यहाँ भर्खरै मात्र 2टा थियो, अहिले 4-5वटा जम्मा भइसकेका छ ट्याङ्करहरू। अर्को ट्याङ्कर पनि आइसकेको छ। देख्नुहुन्छ तपाईँले। सर यहाँ ग्वारको चोक, यहाँ यस्तो सबै ग्वारकोटमा सबै सेनाहरू छन् सर। सेनाहरू आएर यहाँ सब ग्वारको चोकमा सबै यहाँ कस्तो भइसकेको छ। हजुर यहाँ त सब सेना परिचालन सबै सडकहरू सेना छन्। राइफल तेर्साएर बसिरहेको छ। अब यहाँ ग्वारको चोकको हाम्रो गाडी लिएर तलबाट अहिले पाइहाल्दैन, मेन रोडबाट पाइन्न, तलबाट खतरा हो यार। त्यस्तो अवस्था ल्याइदियो है सर। म यो अहिले लाइभमा छु, अहिले लाइभमा छु, अहिले बिरालोलाई यो दृश्य काठमाडौँको कोटेश्वर नदीको दृश्य हो र
प्रहरीहरू परिचालन गरेर देखिरहेको थियो। तर आज भर्खरै एउटा आर्मीको ट्याङ्कर गएको छ फेरि यहाँबाट बाँसोतर्फ। यसरी यो दिनदहाडै सेनाहरू सडकमा उभिनु, सडकमा उपस्थित हुनु यो देशको लागि राम्रो सङ्केत हुँदै होइन। यस्तो अवस्था ल्याउनुमा अहिलेका जुन नेतृत्वकर्ता जुन दलहरूले गरेका गलत क्रियाकलाप छन् यिनीहरूले यसको जवाब दिनै पर्छ। अब जनता चुपचाप लागेर बस्नुवाला छँदै छैनन्। यसको जवाब जनताले माग्नेछन्, खोज्नेछन्। आर्मीको ट्याङ्कर गरिएको छ। आर्मी छन् भने उतापट्टि चाहिँ केही प्रदर्शनकारीहरू पनि छन्। यसको सानो सानो दृश्य देखाउँछ। प्रदर्शनकारीतर्फ भएतर्फ पनि जान्छु म, किनकि यतैपट्टि आर्मी छन् त्यो नजिकै केही प्रदर्शनकारीहरू पनि छन्। आर्मीसँग भने प्रदर्शनकारी भिडेका छैनन् र प्रहरीसँग भने प्रदर्शनकारीहरू ठाउँ ठाउँमा भिडेका छन्। यहाँ चाहिँ हामीले यो दृश्य म देखाइरहेको छु। यतापट्टि आर्मीको यो ट्याङ्कर छ, आर्मीहरू परिचालन भएका छन् भने यतापट्टि चाहिँ यहाँ आन्दोलनकारीको दृश्य देख्न सक्नुहुन्छ। यो आन्दोलनकारीको दृश्य हो यो। यतापट्टि थुप्रै नागरिकहरू यो चाहिँ प्रदर्शनकारीहरूको भिड हो। आर्मीहरू यतापट्टि चाहिँ प्रदर्शनकारीहरू दृश्य यस्ता दृश्यहरू रियर देखिने गर्छ। नेपालको दृश्य नेपालको सन्दर्भमा आर्मीहरू आदेशको पर्खाइमा हुनुहुन्छ। यहाँ जनताहरू कतिखेर ढल्नेछन्, जनताको रगत कतिखेर बग्नेछ, जनता कतिखेर आफ्नो ज्यानलाई अन्तिम सासको रूपमा लिनेछन् त्यसको ठ्याक्कै यकिन चाहिँ छैन। तर यो अवस्था भने सामान्य अवस्था चाहिँ होइन, यति दर्दनाक अवस्था हो। बाटो एउटा दमकल आइरहेको छ। काठमाडौँका विभिन्न ठाउँमा विभिन्न घर बनिरहेका छन्। त्यसको निमित्त चाहिँ दमकलहरू गइरहेको देखिन्छ। यो दृश्य आगो लागेको दिनकुनेको ठाउँमा, कोटेश्वरको ठाउँमा, बानेश्वरको ठाउँमा आगलागी भएका छन्। अनुहारमा कालो दल्ने कोसिस गरिरहनु भएको छ। कमान्डोको चिनो हो यो कालो दल्नु भनेको। कमान्डोलाई कालो दलेर कमान्डोको रूपमा प्रस्तुत भइरहेका छन्। आर्मीहरूले आफ्नो अनुहारमा कालो लगाएर
एउटा विद्रोहको सङ्केत गरिरहेका छन्। यहाँ जतिखेर पनि के पनि हुनसक्छ। नागरिकहरू हो, सुरक्षित चाहिँ बस्नु होला, तर डराएर नबस्नु होला। डराउनुको मतलब या आउनुको मतलब पनि राष्ट्र संस्था र गणतन्त्रको पक्ष, राष्ट्रतन्त्र र गणतन्त्र भन्दा पनि ठुलो कुरा जस्ता पात्रहरू फाल्ने ठुलो कुरा हो। देशमा भएका भ्रष्टाचारीलाई फाल्ने ठुलो कुरा हो या के ल्याउने ठुलो कुरा छ होइन। भने यो लाइभबाट अब धेरै लामो भइसकेको हुनाले म कुनै साइट होइन, म यो देशका भ्रष्टाचारी लखेट्नुपर्छ भन्ने पक्षको मान्छे हो। मेरो स्पष्ट धारणा त्यही हो। म न अहिलेको गणतन्त्र जसलाई केपी शेरेर प्रचण्ड नेतृत्व गरेका छन् यसको पक्षमा पनि छैन, न म त्यो राजतन्त्रको पक्षमा छु जुन राजतन्त्रमा आम नागरिकले केही दुःख पाएका थिए या चाहिँ राजा आउरी भए तापनि राजा आइरहँदा देश बन्ने आधारहरू अहिले क्लियर नभएको हुनाले त्यसको पनि पक्ष पोषणमा छैन। म अहिलेसम्म न्युट्रल नै छु। म त्यो गणतन्त्रवादी जुन गणतन्त्रको नेतृत्व केपी शेरेर प्रचण्ड गरिरहेका छन् त्यसको पक्षमा पनि छैन र राजतन्त्रमा आउँदैन देश उन्नति भइहाल्छ भन्ने पक्षमा पनि छैन। तथापि हेर्न बाँकी छ।